हेलो, मटर छिल्दैछु। यो जाडामा सस्तोको बेला ल्याएर मटर स्टोर गरी राख्नलाई मटर यसरी छिल्दैछु। जाडोको बेलामा ल्याउने अनि स्टोर गरेर राख्ने अनि गर्मी महिनामा खाने सब्जी बनाउने यसको हो। हजुरहरूलाई कस्तो लाग्छ मटर? कतिलाई त मन पर्छ, कतिलाई त मनै पर्दैन मटरको सब्जी। मटर यति मटर छिल्दैछु, 10 किलो मटर स्टोर गरेर राख्नलाई। कस्तो लाग्छ हजुरहरूलाई? हजुरहरूलाई मन पर्छ कि पर्दैन मटर? म त 10 किलो मटर छिल्दैछु। बस्दा ढाडै दुख्छ। स्टोर गरेर राख्ने हो गर्मीमा खानको लागि। अहिले यो सस्तोको बेलामा ल्याएर जाडोमा मटर कस्तो राम्रो मटर छ है। कस्तो दानै दाना भएको मटर छ है। हजुरहरूलाई कस्तो लाग्छ? मलाई चाहिँ यसको सब्जी मिठै त्यति साह्रो मनै पर्दैन। धेर खाएर हो कि के गरेर हो, मनै पर्दैन त्यति साह्रो।